हामी ड्युटी अफ भएको दिन आउँछौँ हामीलाई के अरे खेलाइदेऊ ल यहीँ आउँछौँ ठ्याक्कै उतै हो हामी यो चाहिँ काइकिङ हो अरे गाइज होइन हामी चाहिँ ड्युटी अफ भएको दिनमा आएर हामी पनि यसरी काइकिङ हानिदिने हो अब कुन दिन हाम्रो ड्युटी अफ हुन्छ होइन त्यो दिन चाहिँ खतरा काइकिङ हान्नुपर्छ तपाईँहरू पनि पोखराको फेवातालमा आएर काइकिङ हान्न चाहनुहुन्छ भने यसरी आएर ऊ त्यो हो त्यो भाइकोमा ल ठ्याक्कै यो चौतारी मुनि होइन ल यो भाइले एकदम मिलाएर गरिदिन्छ है ल मिलाएर 300 मा मात्रै 300 मा है जम्मा 300 रुपियाँ मात्रै तिर्नुहोस् भरपुर रूपमा काइकिङ गर्नु 1.5 घन्टा भनेको होइन अनि 1 घन्टा ठिकै त हो 300 है अनि यस्तो लाइफ ज्याकेट लगाउनुहोस् टक्क यसरी अर्कोवाला नि खेल्न पाउँछ के दिदी आफूलाई यस्तो डर लाग्यो भने यो यस्तो अर्कोवाला नि खेल्न त्यो डुङ्गाहरू किन होला यसरी राखिराख्नु ल अनि यता यस्तो छ अब उता काइकिङ गर्दै अनि यता खाजा खान नि आउन मिल्छ नि हैन अतिथि स्विट्समा नि आउँदा हुन्छ लग्जरी अपार्टमेन्ट होइन त्यहाँ आउँदा हामी एभाइलेबल गर्छौँ त्यसको लागि पनि एउटा भिडियो बनाएर हाल्नु पर्ला त्यहीँबाट बनाएर नि मोबाइल दिए पो बनाउनु होइन भन्छ हामी हाल्छौँ पनि तपाईँहरूकै प्रमोट गरिदिन्छौँ मैले नि अस्ति अस्तिसम्म चाहिँ देख्यो भन्नुभएको थियो हो अब नदिने पहिला पहिला त दिएको थियो त्यस्तो नित्याले भन्थ्यो कि हामीले त पहिला मोबाइल हेरेर आउन पाउँछ आज दिएन भने नित्याले त लान पाएन त्यसले गफ हानेको नित्याहरूको पाला एक दिन पाएको थियो अरे कि ए हो फर्स्ट दिनमा लिएर गर्थ्यो अरे अनि भ्यू हान्छु भन्दाखेरि अनि हान्न पाइन भन्थ्यो तर कस्तो राम्रो देखेको है यो काइकिङ गरेको है बिच बिचमा मान्छेहरू कस्तो राम्रो देखेको हेरिरौँ लाग्ने वाला ल हेर्नुहोस् तपाईँहरू पनि मस्ती रूपमा हामी पनि जाने हामी जान्दैनौँ एक दिन बनाउने हो फोटो खिच्दैछन् हाम्रो गाइजहरूले